झाँक्री भनेको परम्परादेखि मानिआएको। हामी अस्पतालको दबाई पहिले थिएन, फेरि पनि झाँक्री धामी नै गरिराखेका भएर पुरानो मान्छेहरू अझ पनि झाँक्रीमा विश्वास गर्दछन्। हेराउने गराउने भन्ने अजेलको मान्छेले त्यति विश्वास गर्नु होला। हामी पुराना मान्छेहरूलाई चाहिँ अझ पनि झाँक्री छोडेको छैन। मेरा 14 वर्षको उमेरमा छोए 14 वर्षको उमेरमा छोए म बन्न डुल्ने लुगेमा लुगाए डाक्टरले एक फेरा 7 दिन अलग पाए मलाई। एक फेरा 5 दिन अलग पाए वनमा कहाँ वनमा उनीको ठेगानामा। एक फेरा 3 दिन लुगाए 5 फेरा अलग पाएको मान्छे हो। त्यस्तो गर्दाखेरि त्यहाँ तपाईलाई त्यो उहाँ तपाईको गुरुहरूले चाहिँ मन्त्र सिकाउनुहुन्थ्यो? मन्त्र सिकाए यो चम्मेको सरसमान देखाइदिए। एउटा ढ्याङ्ग्रो फोडियो भनेपछि अरू ढ्याङ्ग्रो चलाउने, दालो राख्ने, घरमा 9 महिना च्याउ राख्ने, 1 महिना अखिरा राख्ने, 3 मुठा मारेर सेउला राख्ने, अब 5 सय राख्ने। आफ्नो गुरु कति छन् कुन्दो गुरुलाई बोलाउनलाई घोषणा गरिसकेपछि अब गुरुमाला जप्ने मलाई असुखी लाग्छ। म उठाउन भएको हो। यो केटालाई सिकाएको 4 जनालाई सिकाएको छु। तर मैले सिकाएको नि नसिकाएको जस्तो गर्छ यो केटाले। अब रक्सी खान्छ, गाँजा खान्छ, त्यो गर्न मनिरले बग्ने होइन, करले बग्ने हो बाबु। करले मेरो नाम गाविसमा पुरा छ। मेरो दिनुमेरी गयोहरू मात्रै हो। मात्रै भनेपछि मलाई नबोलाउने मान्छे कसै छैन गाविस। बिनी पुगे भनेपछि बिनीले नै उहाँको मान्छेले मलाई नमाथि सुरु छ। यो काठमाडौँमा बसेर बरु कुकुरको इज्जत छ, मेरो इज्जत छैन। अब त्यस्तो अस्पतालमा दबाई खाएर पनि ठिक नभएर अब हेरौँ झाँक्रीको विश्वासले हुन्छ कि भन्ने भइरहेको छ मान्छेहरूलाई। म एउटा आधुनिक खालको मान्छे हो, तर विश्वास गर्दिनँ थिएँ। तर आफैलाई जुन व्यक्तिले आफूलाई पर्छ त्यसले विश्वास गर्नै पर्ने र सम्हाल्नै पर्ने यो बाध्यता रहेछ। त्यसो भएकोले मैले आज जुन सम्हालेँ मेरो घर परिवारमा पनि राम्रो भएको छ र मेरै शरीरको लागि पनि राम्रो भएको छ। हामीले जम्मा आरामले गयो। अघि जो डाक्टर ताउरे अनि डाक्टर अहिले गाउँमा मासिका भन्ने छ। ताउरे अनि मासिका खाइ जान्छन्, ज्वरो अनि मासिका खाइ जान्छन्। अहिले धामीको चल्ती उठी छैन। धामी झाँक्रीले गर्ने बेथालाई धामी झाँक्रीले गर्छ। आफपटल गर्ने आँटको बेथालाई आफपटलै गर्छ। धामी झाँक्रीलाई नि मान्नै पर्छ, आफपटललाई नि मान्नै पर्छ।